सर्वप्रथम नमस्कार सम्पूर्णमा जय नेपाल। म रामशरण थापा राम। अब म यो ज्यादा कुरा गर्न गइरहेको छैन। म सर्टेनली यो स्वास्थ्य बिमा र हस्पिटलले गर्ने व्यवहारप्रतिको म केही कुरा राख्न गइरहेको छु। अब नेपाल सरकारले कि यो स्वास्थ्य बिमा खारेज गरिदिनु पर्यो कि भनी के अरे चाहिँ यसको टाइमिङ चाहिँ लागू गरिदिनु भएन हैन। बिहान 9 बजेदेखि चाहिँ 8 बजेदेखि चाहिँ 1 बजेसम्म टिकट, त्यसपछि औषधि पाइन्न भन्ने किसिमको कुरादेखि लिएर गएर माथिदेखि औषधि सिद्धिएको हुन्छ। औषधि सिद्धि पश्चात हतार मान्छे आएका हुन्छन्। कोही दमका बिमारी हुन्छन्, कोही सुगरका बिमारी हुन्छन्, कोही केका बिमारी, हरेक बिमारीहरूले चाहिँ औषधि लिनको लागि भनेर कार्ड लिएर आएको हुन्छन्। टाइम सिद्धियो, समयमा किन आउनु भएन भनेर एक किसिमको चाहिँ क्षुद्र बोली बोलेको अवस्था हुन्छ हैन। यो तपाईहरु हस्पिटलको स्टाफहरुसँग हाम्रो चाहिँ झगडा गर्ने बानी बसेर तपाईहरु कहाँ आएको होइन कि। वास्तवमै भन्नुपर्दा यो औषधि भन्ने चिज चाहिँ रहरले खाने होइन, पीडाले खाने हो। पीडा दुख्छ, दुखेपछि पीडा हुन्छ, पीडा भएपछि औषधि चाहियो। पीडाले खाने हो। यो बाध्यात्मक चिज हो के। बाध्यात्मक चिजमा, बाध्यात्मक परिवेशमा बाध्यताले हस्पिटल पुगेको व्यक्तिलाई गर्ने व्यवहार यो निन्दनीय छ। यो व्यवहार त्यसैले नेपाल सरकारलाई नै ध्यानकर्षण गराउन चाहन्छु कि यो स्वास्थ्य बिमा बन्द गरिदिँदा राम्रो जहाँसम्म लाग्छ। महँगो औषधि बाहिर किन भन्छ, अनि एक दुईवटा चाहिँ सिटामोलको लागि मात्रै स्वास्थ्य बिमा लागू गरेर चाहिँ हामीले स्वास्थ्य बिमा लागू गऱ्यौँ भनेर चाहिँ यो मञ्चमा उफ्रिएर भाषण गरेर यो भोट माग्ने थलो चाहिँ बनाएर मात्रै यसलाई चाहिँ मान्छेको स्वास्थ्य बिमारीसँग राजनीति गरेर कति दिन टिक्ने हो। त्यस कारणले गर्दा यो स्वास्थ्य बिमा खारेज गरौँ सरकार हैन। अब स्वास्थ्य बिमाको लागि पैसा तिरेको छ, बिमाको लागि पैसा तिरेको भए पश्चात बिमारी त जसरी पनि औषधि चाहिँ फ्रीमा पाउँछ भनेपछि त हस्पिटल जाने नै भयो। हस्पिटल जाँदाखेरिको अवस्थामा गर्ने व्यवहार राम्रो भएन। नेपाल सरकारको तलब भत्ता खाएर नेपालीलाई गर्ने व्यवहार, यो व्यवहार पटक्कै भयो, साँच्चिन पर्यो। विगतका लामो समयदेखि अर्काले अराजक गर्यो, अराजक भयो, कर्मचारी तन्त्र भयो, लुटतन्त्र भयो, राजनीतिक तन्त्र भयो, भ्रष्टाचार भयो, व्यथिति भयो, सबै भयो भनेर सुरुवात गर्दै गर्दै आएको कोही के भए त यो सचेन त। 21% तलब भत्ता वृद्धि गर्दा पनि तपाईहरुले को चाहिँ कर्मचारी कुनै पनि नसचिने हो, यसरी नै चाहिँ व्यवहार गर्ने हो भने जनता आक्रोशित भए भने कोही पनि सुरक्षित हुने अवस्थामा छैनन्। त्यसकारणले यदि कानुन छ भने सिस्टममा राखिदिनुस्, कानुन छैन भने जति व्यथिति गर्दा पनि हो, व्यथितिको चाहिँ हुङ्कार जति ओढ्दा पनि। त्यसकारणले यो चिज चाहिँ जुन औषधि भन्ने चिज जुन हस्पिटलमा चाहिँ लिन जाँदा म लगायत जो कोही जाँदा पनि यो किसिमको व्यवहार, यो किसिमको चाहिँ जुन किसिमको चाहिँ तपाईहरुको यो हस्पिटलले चाहिँ औषधि दिने जुन महँगो खाले औषधि चाहिँ बाहिरबाट किन्नुस् भन्दैको हुन्छ, सस्तो चाहिँ 2-4 रुपियाँको औषधि चाहिँ सर्लगा हस्पिटलबाट दिएर पठाइदिएको हुन्छ। त्यस कारणले गर्दा यो छैन भनिदिनुस् के, बिमा छैन, बिमा सिद्धियो भनिदिनुस्, कटौती गरिदियो भनिदिनुस्। त्यस कारणले गर्दाखेरि मेरो विनम्र अनुरोध चाहिँ के हो भन्दा औषधि लिन आउने भनेको तपाईको चाहिँ रहरले होइन, बाध्यताले हो हैन। बाध्यताले हस्पिटल आइपुगेकोलाई समय नलगाइदिनुस् भन्ने मेरो विनम्र अनुरोध हो, आग्रह हो यो तपाईहरुलाई। हेर्नुस्, समयको चाहिँ समय लगाइदिएर तपाईहरु चाहिँ हस्पिटलमा चाहिँ 8 बजे भने 8 बजे पुग्नुहुन्न, 8 बजेर 15 मिनेटमा पुग्नुहुन्छ। हेर्नुस्, 8 बजेर चाहिँ 8:30 मा पुग्नु होला कोही हैन त। तपाईहरुको चाहिँ लन्च टाइममा चाहिँ तपाईले 10-15 मिनेट मिस दिनुहुन्छ। टी टाइममा चाहिँ तपाईको चाहिँ 15 मिनेट मिस दिनुहुन्छ। तपाईहरुले मिचेको समयको चाहिँ मूल्याङ्कन नहुने, अब जनता लेखदेखि बेसी बल्ल बल्ल धाएर आउँदाखेरि 10-15 मिनेट ढिलो भयो भने समय सिद्धियो। क्या मजाक छ है तपाईहरु। यसरी नै चल्ने हो।
तपाईँका बाबुआमा छैनन्, तपाईँका चाहिँ दीर्घरोगी चाहिँ समाजमा कोही आफन्त छैनन्, नातागोता छैनन्, तिनको पीडा हेर्नु भएको छैन तपाईँहरूले? लाजको पसारो पारेर पनि बस्ने हो मान्छे, यही किसिमको हो हुने, यही हो। तपाईँहरू चाहिँ सरकारी हस्पिटलमा चाहिँ के अरे चाहिँ जागिर खाने, प्राइभेट हस्पिटल चलाउने, अनि त्यसपछि सरकारीमा वचन लगाइदिने, प्राइभेटमा गएर किन्न बाध्य पारिदिने, यही नै हो। यसरी नै हो चल्ने, यसरी नै चल्छ। बेकार होस्, जनतालाई पीडामा पारेर तपाईँहरूको यो कर्मचारी तन्त्र चाहिँ ज्यादा टिक्दैन। यो विचार गर्नुहोस् तपाईँहरू। एक एकको विरुद्धमा उजुरी हालिन्छ, यही तरिका हो। सोसल मिडियामा तपाईँहरूका मान्छे मात्रै आउनुपर्छ भन्ने छ, एकलाई चाहिँ हालिन्छ, एकलाई देखाजोखा गरिन्छ, यो पनि तरिका हो। औषधि लिन आउने भनिसकेपछि बिमारीको भ्यालु हुँदैन, समय सिद्धियो। त्यो औषधि खान नपाएर बिमारी मऱ्यो भने त्यसको आधिकारिक जिम्मेवारी को, जिम्मा लिने को? अलिकति लाज लाग्दैन, अलिकति शरम लाग्दैन, अलिकति मानवीयता भन्ने कुरो छैन? त्यसैले याद गर्नुहोस्, हामी किनौँला कुनै आपत भएन, हामी बाहिरबाट किनेर औषधि खुवाउन सक्छौँ, नसक्ने होइन। तर यस्तो घटना कुनै पनि व्यक्तिलाई यदि हस्पिटलमा दोहोरिएको आवाज आयो भने तपाईँहरूको हस्पिटलमा जागिर जसले खानु भएको छ, जसले मुख छोडेछ, थुतेर रोडमा ल्याइन्छ, थुतेर रोडमा ल्याएर कारबाही गरिन्छ। कुनै पनि निकाय कारबाहीको लागि सिफारिस गरिन्न, जनकारबाही हुन्छ। त्यो थुतेर ल्याइन्छ, जनताले कारबाही गर्छ। अब तरिका हुन्छ नि, यस्तो पनि तरिका हो हुने। त्यसैले कसैलाई पनि, हामीलाई मात्रै होइन, कसैलाई पनि बिमारीको पक्षबाट म फलानु बिमारी मेरो घरमा यस्तो अवस्थामा छ, म औषधि लिन आएको भनेर भन्दाको अवस्थामा तपाईँको टाइम मिलाउनुहोस्, सच्याउनुहोस्, करेक्सन गर्नुहोस्, कहाँ भन्नुपर्ने हो हामी पनि भन्छौँ। तर टाइम सिद्धियो, औषधिको लागि टाइम सिद्धियो भनेर चाहिँ जवाफ नदिनुहोस्। औषधि भन्ने चिज तपाईँको चाहिँ 2 मिनट ढिलो हुँदाखेरि मान्छेको ज्यान जान सक्छ। अर्काको ज्यानमा खेलवाड गर्ने अधिकार तपाईँहरूसँग छैन। विचार गर्नुहोस्, एकार होस्। हस् त, नमस्कार, जय नेपाल।